यतापट्टि स्कुल छ अनि यतापट्टि नि स्कुल छ। त्यो बच्चाहरू कराइराखेको कि हिउँमा खेलिरहेको छ कि बच्चाहरू। यतापट्टिको स्कुलमा चाहिँ म काम गर्छु, मेरो घरकै छेउको स्कुलमा। यो चाहिँ ठुलो स्कुल, निमावि मावि स्कुल यतापट्टिको चाहिँ। हामी बस्ने एरिया यो नजिकै, पल्लो घर र पल्लो घर। माइ गॉड, के मजा हो नि कि हिउँमा हिँड्दाखेरि। कस्तो राम्रो पाइला बसेको कि जुत्ताको चप्पलको। घर चाहिँ अति फोहोर हुन्छ कि हिलोमा, हिलो हुन्छ नि त। काममा यति दुःख भएको छ कि काममा हिलो भएर सफा गरे काम चाहिँ सफा गर्नु पर्यो। के गर्ने। र हेर्नुहोस् पाइला के, हिउँको पाइला कस्तो ब्युटिफुल देखेको कि। कस्तो हिउँ परेछ कि हिजोबाट। कति राम्रो कि, कति राम्रो सेतो 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 सेतो, कति राम्रो कि। त्यो घरको माथि माथि हेर्नुहोस् यता रुखतिर। हिउँ पऱ्यो भने एकदम शुभ हुन्छ भन्छ कि यतातिरको मान्छेहरूले। क्रिसमसमा नयाँ वर्षमा हिउँ परेन भने नि यताको मान्छेहरू एकदम दुःखी हुन्छ कि। हिउँ पऱ्यो भने फेरि खुसी हुन्छ।